नगाल दाइ तपाईँ सुदूरपश्चिमबाट बिलङ गर्नुहुन्छ अहिले। सुदूरपश्चिमको अहिले जुन छाउरी प्रथा थियो त्यो अहिले छँदैछ कि अन्त भइसकेको छ पूर्ण रूपमा? सुदूरपश्चिममा छाउरी प्रथा भन्ने पहिल्यैदेखि चलिआएको बुढापाका पुर्खादेखि नै चलिआएको हो। अब छाउरी प्रथा भन्दाखेरि पहिला अब महिनावारी भएपछि 4 दिनसम्म चाहिँ अब छोरी चेलीबेटीलाई यसो अलग ठाउँमा राख्ने चाहिँ थियो। अब अहिले विभिन्न शिक्षित व्यक्तिहरूको प्रचार प्रसारले गर्दाखेरि सबैलाई यो आम जनताहरूमा अब सबै विज्ञहरूले सबैलाई सम्झाइ बुझाइ अब यसको विज्ञापन गरेर अब छाउरी प्रथा सुदूरपश्चिममा धेरै हटिसक्यो। 5% होला कतै छ भने, नत्र छाउरी प्रथा चाहिँ प्राय धेरै निर्मूल भइसकेको छ। अनि एउटा कुरा, हजुर अहिले मधेसमा 2-3 वर्षदेखि बसिराख्नु भएको छ होइन? अनि मधेसको हिजै हजुरले कुरा गर्नुभएको थियो यो दाइजो प्रथाको बारेमा। के दाइजो प्रथाको बारेमा के धारणा छ तपाईँलाई? 2 शब्द राखिदिनु। दाइजो प्रथा भन्ने लगभग ठिकै पनि हो एक विचारले। पहिलादेखि अब पुर्खाले चलाएको हो, एकदम राम्रो हो। तर दाइजो प्रथामा मान्छेले तपाईँको मधेसमा के छ भने यति दाइजो दिएपछि हामीलाई बिहे हुन्छ अथवा छोरी लान्छौँ, हाम्रो छोराको लागि छोरी लान्छौँ भन्ने यति तोक्ने चाहिँ ठिक भएन होइन। अब दाइजो चाहिँ हरेक ठाउँमा पनि दाइजो दिन्छन्। आफू खुसी दिन पायो भने अझै मधेसमा एकदम सुधार हुन्थ्यो। धन सम्पत्ति गरिब मान्छेलाई अलिकति सहजी वातावरण हुन्थ्यो। आफू खुसी आफ्नो इच्छाअनुसार दाइजो दिन पाए एकदम राम्रो हो। तर मधेसमा के छ भने यति दाइजो दिनै पर्छ भनेर त्यसको चाहिँ रकम तोक्ने, त्यसका स्रोत साधन अथवा आफूलाई चाहिने सामानहरू यति चाहिए भनेर तोक्ने, यो चाहिँ एकदमै मलाई नराम्रो लागेको छ। तपाईँ मधेसकै मान्छे भएर तपाईँलाई खै कस्तो लाग्यो मलाई थाहा छैन होइन। सकेसम्म त्यो दाइजोलाई नतोक्ने, त यति दिनैपर्छ भन्ने तोक्ने होइन। आफू खुसी यति मेरो तर्फबाट मेरो सक्दो सहयोग अथवा मैले सके जति मैले दिएँ भन्ने धारणा राख्यो भने यो मधेसमा अझै चाहिँ राम्रो विकास होला। आम जनतामा तपाईँहरूले पनि सम्झाइ बुझाइ गरेर यो प्रचार प्रसार गरेर चाहिँ गर्नुपर्छ। जस्तो चाहिँ हाम्रो पहिला मधेसमा चाहिँ खुला दिशामुक्त क्षेत्र प्रचार गरे जस्तै दाइजो प्रथालाई पनि सीमित तरिकाले आफू खुसी दिने, कति हुन्छ सक्दो दिने चाहिँ वातावरण बनाउँदाखेरि एकदम ठिक होला जस्तो लाग्छ। होइन, म नि मधेसको मान्छे भएर अहिले पहिलाभन्दा दाइजो प्रथा धेरै कम भएको छ भन्ने कुरो बुझेको छु। धेरैले अब त्यतिकै बिहे गरेको छ। अनि पहिला जस्तो त्यस्तो परिस्थिति छैन, कम हुँदै गएको छ। तपाईँहरू जस्तै छाउरी प्रथा पहिला धेरै थियो, अहिले शिक्षित समाज भएर पनि होला अहिले दाइजो प्रथा कम हुँदै गएको छ। कम त अलिअलि कम छँदैछ। तैपनि के छ भने अब आफू खुसी अब बिहे गरेर गऱ्यो, दाइजो कमायो भने अब घरमा झै झगडा हुने चलन पनि छ। त्यसलाई चाहिँ अलिक निर्मूल गर्नलाई प्रचार प्रसार गर्नु पऱ्यो, तपाईँहरू सबै हामी सबैले मिलेर। त्यो त मेरो हो। भनाइ त्यस्तै हो, त्यति नै हो। अब चाहिँ अब निर्मूल गर्दाखेरि निर्मूलै त हुन सक्दैन। तैपनि आफ्नो चाहिँ इच्छा अनुसारको चाहिँ दिन पायो भने चाहिँ सबै आम जनतामा चाहिँ सजिलो हुन्थ्यो भन्ने हाम्रो सोच हो।